कुलपूजा चाहिँ पर्सि हो भनेर भनेकै थिएँ है। हेलो एभ्रिवान, अगेन वेलकम ब्याक टु माई मिनी भ्लग है। यहाँ चाहिँ हाम्रो कुलपूजाको लागि देव कलश र बोका चाहिँ अगाडि लानुपर्ने हुन्छ है साथीहरू। अनि त्यसपछि चाहिँ हामी पनि पछि पछि निस्क्यौँ है। यो चाहिँ कुलपूजा चाहिँ हाम्रो रिजेमा हुन्छ बाजे बोजूको घरमा है। अन्त हामी चाहिँ सबैजना फ्यामिली नै जाँदैछौँ है बाजेहरूको घरमा। अब धेरै बादमा फ्यामिली पनि भेट हुने भयो है, नभए त अरू बेला त जानु पाउँदैन, कामले गर्दा बिजी हुन्छ नि त है। अन्त यहाँनिर चाहिँ नानी बहिनी बडीहरू छ है। नानीलाई कति क्युट देखिरहेको छ भन्दै थिएँ है। नानी चाहिँ सुतिरहेको थियो, बहिनी चाहिँ होइन। अन्त हामी चाहिँ गाडीमा जाने भयौँ। अन्त गाडी चाहिँ हामीले 4टा लगेको थियो है। बाबाहरू चाहिँ अगाडि गइसक्नु भएको थियो अनि हामी केटी चाहिँ ज्वाइँको गाडीमा बस्यौँ है। मम्मीहरू चाहिँ अर्को गाडीमा गयो है। त्यहाँदेखि चाहिँ हामी निस्क्यौँ पनि है। मैले चाहिँ सबै भिडियो चाहिँ हाल्नु सकिनँ किनभने भिडियो लामो भएको थियो, त्यसै पनि त्यही भएर है। अन्त हामी चाहिँ रिजे पनि पुग्यौँ है। पानी चाहिँ यस्तो डरलाग्दो परिरहेको थियो साथीहरू होइन। अन्त यहाँनिर चाहिँ हेर्नुहोस् न कस्तो सुसे लागिरहेको छ है। अन्त मम्मीहरू पनि आइपुग्यो अनि यहाँनिर चाहिँ छाताको लागि झगडा पर्दै थियो है। अनि त्यहाँदेखि चाहिँ हामी सिँढीबाट अलिक तल नै झर्नुपर्ने हुन्छ है। अन्त त्यहाँदेखि चाहिँ हामी झऱ्यौँ उँधो पनि होइन साथीहरू। अनि पुगेर चाहिँ यहाँ मम्मीहरू चाहिँ झर्नु हुँदै थियो। म चाहिँ तेर्सो गएर चाहिँ यहाँनिर भिडियो गर्नु थालेँ है। अन्त यहाँनिर बोजूहरूसँग भेटेर हामी चाहिँ गफ गर्दै थियौँ है। हामी सबै फ्यामिली नै हो होइन। अन्त यहाँनिर चाहिँ माथि चाहिँ यसरी घुमाउँदै थियो बोका अगाडि देव कलश अगाडि यसरी है। भर्खर स्टार्ट हुँदैछ है। टाइम चाहिँ पुरा लाग्ने रहेछ। पहिला म जाँदा चाहिँ बोजूसँग यतातिर घाँसमा आउँथेँ है। त्यही याद आएर चाहिँ भिडियो बनाउँदै जाँदै थिएँ है। हामी चाहिँ 5 बजी उठेर गएको थियौँ बिहान। अनि पूजामा पनि टाइम लाग्ने रहेछ है। अनि बहिनीहरूलाई पुरा भोक लाग्यो भनेर चाहिँ हामी चाहिँ बोजूहरूको घर जाँदैछौँ। बोजूको घर पनि आइपुग्यौँ हामी चाहिँ हो। ऊ काकी पनि भित्र छ हो। नमस्ते काकी। हामी चाहिँ पुग्यो गाई बोजूको घरमा हो। के गर्दैन भोक लागेर बिजोकेर। बोजूको चाहिँ गाई 3टा रहेछ अहिले चाहिँ है। पहिला पुरा गएर बस्थेँ म सानो हुँदा है। अहिले त कामहरूले गर्दा भ्याउँदैन पनि जानु है। अन्त यहाँ फुलहरू पनि रोपेको रहेछ है। भिडियो गर्दै थिएँ म चाहिँ। अन्त यहाँनिर भित्र चाहिँ बुढाबुढीको माया हेर्नु न, खाना खुवाइदिँदै रहेछ बुढीले बुढालाई। यतिको माया चाहिँ हुनुपर्छ है। गाइस हामी चाहिँ है काकीकोमा गएर है खाजा साजा खाएर आएको, पुरा भोक लाग्यो नि त। अन्त ऊ यहाँ बहिनी छ हो। अन्त उहाँ यिनीहरू पनि छ ऊ यतातिर हो। अब चाहिँ हामी जाँदैछ फेरि तल पूजा गर्ने जग्गामा होइन। यहाँ चाहिँ पूजा गर्दै रहेछ पुरोहित है। साइतहरू निस्किनु पर्दो रहेछ नि त। अनि त्यही भएर डल्लै रहेछ, टाइम पुरा लाग्ने रहेछ है। यहाँ चाहिँ देव कलश बोक्नेहरू थियो। अनि यहाँनिर चाहिँ बोका पर्साउनु हुँदै थियो बाजेहरूले है। तल पनि पर्साउनु पर्छ नि त लगेर। अब चाहिँ स्टार्ट हुँदैछ है साथीहरू। यहाँनिर चाहिँ बाजेहरू रेडी हुनुहुँदैछ है साथीहरू। अब चाहिँ स्टार्ट हुँदैछ है। अन्त अब माइला बाजेले खानुहुन्छ नि त खुन चाहिँ 16-17वटा छ बोका है। साह्रो पर्छ, बाजेहरू पनि बुढो हुनुभयो है। अन्त अब के गर्नु, पहिल्यैदेखि मानेर आएको गर्नै पर्यो है। नगरौँ भन्दा पनि हुँदैन, पिराउँछ भन्छ है। डरै हुन्छ अब बाजे बोजूहरूले मानेर आएको कुराहरू हामीले पनि फलो गर्नै पर्ने हुन्छ होइन। अन्त यसरी खाँदै थियो है। अब चाहिँ हाम्रो बोका काट्छ है। हेर्नु सक्नुहुन्छ, माया लाग्यो हेर्दाखेरि चाहिँ होइन। आमा पकड यहाँ आऊ भनेको नि। देउताको बोका चाहिँ 17वटा हो है।
16वटाको चाहिँ माइला बाजेले खुन खानुहुन्छ है, 12को बोकाको चाहिँ धामी उत्रेको छैन अरे, त्यही भएर अरूले नै काटेर यहाँ यसरी त्यतिकै घुमाउँछ है। यसलाई चाहिँ पिल्छाउनु ओर्नु हुँदैन है, पोलेर काटेर मासु सासु बनाएर है फ्यामिलीले मात्रै खानुहुन्छ है, बिहा गरेको छोरीहरूले पनि खानु हुँदैन होइन। अन्त हामी चाहिँ एकछिन यहाँ बसेर फ्यामिलीसँग गफ गऱ्यौँ है। अनि त्यसपछि चाहिँ यहाँनिर आफ्नो आफ्नो बोका छानेर लानुपर्ने हुन्छ है साथीहरू। अनि यो देउताको बोकाको मासु चाहिँ हामीले बेच्नु ओर्नु हुँदैन है, प्रसादको थ्रुमा अरूलाई दियो भने ठिकै छ है, बेच्नु चाहिँ हुँदैन है। अन्त हजुरहरूलाई भिडियो के कस्तो लाग्छ है, मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला है। फेरि भेट्ने छु अर्को भ्लगमा, अहिलेको लागि चाहिँ बाइ बाइ।